ल हेर्नुहोस् त साथीहरू, आज चाहिँ मैले धेरै दिन पछाडि चाहिँ 2 साल पछाडि होला सायद यो भुइँस्याउ भन्छ यसलाई चाहिँ हाम्रोतिर चाहिँ यो भुइँस्याउ चाहिँ खन्न गइरहेको छु है। यसको झ्याङ चाहिँ मरेको छ, यो अहिले सुकेको छ। पछिबाट म तपाईँलाई हरियो पनि देखाउँला तपाईँहरूलाई। यो मुनि मुनि चाहिँ टुसा पलाइरहेको छु। त्यस्तै हो छिपेपछि खाने चाहिँ, तर यो फेरि रोप्न पनि मिल्छ है। यो चाहिँ यसरी कोडालोले खन्दैछु नाना र मैले। यो टेस्ट गर्नको लागि, यो मैले खासै टेस्ट पनि गरेको छैन, पहिला अलिअलि टेस्ट गरेको। यो गुलियो हुन्छ, यो चाहिँ धोएर सफा गरेर खाने काँचै हो, ताछेर यो बोक्राहरू सफा मजाले गरेर चाहिँ यसको चाहिँ खाने यो स्याउ हो के। यसको चाहिँ भुइँमा सोकी लाग्छ, त्यसैले यो चाहिँ औषधि पनि भनेको सुनेको थिएँ, तर त्यो चाहिँ मलाई थाहा भएन। त्यस्तो बारेमा चाहिँ सुनेको मात्रै हो, के हो त्यो चाहिँ थाहा छैन। यसरी फल्दो रहेछ यो चाहिँ, हेर्नुहोस् त मुनि सोकी यसरी जान्छ। यहाँ चाहिँ धेरै ठुलो भित्र चाहिँ गाना लागिरहेको छ क्या यो स्याउको चाहिँ। यो स्याउ चाहिँ यसरी खनेर निकालेर चाहिँ एक ठाउँमा मैले भेला गरेर लगेको, लास्टसम्म हेरिदिनु होला। यो मैले सबै बनाएको छु लास्टसम्म नै भिडियो। यसरी एक ठाउँमा स्टक गरेछु तलबाट खनेर। यस्तो हुँदो रहेछ है साथीहरू। यो चाहिँ फेरि रोप्नको लागि मैले यता ओछ्याएको हो, पुरेको हो। यता पुरेर चाहिँ पानी यसरी हालिदिएर मैले फेरि यसलाई रोपेको छु। यो अर्को साल खन्नुलाई हुन्छ कि। अनि यो चाहिँ ठक्क घर ल्याएर मैले धुँदैछु है, फोसीमा लाएर पानी तानेर यसलाई मजाले सफा गर्दैछु। यसरी सफा गरेपछि चाहिँ यो सफा भएपछि यस्तो हुन्छ। यस्तो भइसकेपछि चाहिँ यो भरे टाछेर खान मिल्छ। यत्रो धेर फलेको रहेछ कि एक झ्याङमै, हेर्नु न साथीहरू। यस्तो राम्रो छ, यो गुलियो हुन्छ, यो चाहिँ काँचै खाने हो।